ल हामी चाहिँ अब दर्शन गरिसक्यौँ है। यस्तो छ अहिलेको भ्यू चाहिँ। अनि अब के भन्नु, कति अमेजिङ छ। अब मैले बोलिनँ, यो भिडियोले बोल्छ। सन्दीप भाइ पनि रेडी भइसक्यो होइन, तल गएको थियो भिडियो गर्न। म चाहिँ यो एउटा भिडियोबाट मेरो सबै भिडियोहरू पुरा भएको मान्छु है। पोखरी कस्तो छ, यो क्लाउड है। यो चाहिँ मेरो सन्दीप भाइले जति भिडियो अब अरू बेला चाहिँ बनाइदिइरहेको थियो, अहिले उसले नभ्याए पनि मैले यो एउटा भिडियोबाट मेरो सबै भिडियो पुरा गरेँ। मजा छ जिन्दगी। तिम्बुङ पोखरीको यो भ्यू हेर्नु चाहिँ अब के भन्नु, संसार बेग्लै छ। ओ सन्दीप भाइ, हामी स्वर्गमा आइपुगेछौँ। वाउ।